एक्सप्लेन गरिदिनु है गाडी मात्रै होइन कि जो आए पनि ल एकचोटि डिस्क्राइब गरिदिनु त ल तर्सेलाई विचार गर्नु लक भएन कि ओ लकुट
लास्ट सर कोही झर्नु न एकजना भाइहरूलाई एकजना भाइहरूलाई खोज्नु पर्नु हामी ठुलोमा राख्छ मन त अन्त अब त्यो ठुलै अब ठुलै लगाउनु पर्यो भाइहरूलाई राम्रो भाइहरू ल त्यो सामान भाइहरू त्यो चाहिँ त्यो गाडी छ कि गाडीको उमा राखौँ यता यो लागेर निलो होइन भाइ त्यो भयो काउन्ट राख्ने त्यो गाडीको हाम्रो फोटो हो कि भिडियो हो अघि नै त्यस्तै हो कि टिचरहरूले झन् पहिला नाम टिकाउनुहुन्छ अनि पछि दिँदै दिनुहुन्न होइन उहाँहरू चाहिँ बाहिरको अब यो यहाँबाट यो पदमराज केशव लम्साल पदमराज चौहान जनक विश्वा अनि त्यस पछाडि अर्को होइन हाम्रै मनोज सर आउनु भने किशोर सर आउनु मात्र विधि भएर पनि होला कि विश्वास घिमिरे विवेक विपना नेपाली खोइ यिनीहरू केटीहरू पनि थिए हिजो त मलाई कहाँ थिएँ मलाई दिन्छु दिन्छु भन्थ्यो स्टुडेन्ट कति आमाले कति ओ यो पल कति खुसी कति प्यारो 25,000 दिएर संस्थागत सदस्य बनेको छ यता पूर्वतिरलाई र व्यक्तिगत हिसाबले पनि अलि सक्नेले 1,05,000 जति सकिन्छ त्यो खालको सहयोग गरेर पाल्पा जिल्ला को ब्लड बैंक फर्स्ट टाइम हो यसको त सुइकेर आयो सबै लागू हुनेछ सही भएर यसलाई सफल गराउँ भन्ने कुरा म जिल्ला शाखाको तर्फबाट राख्न चाहन्छु। धेरै धन्यवाद।
उपमन्त्री कमलराज भट्टराईज्यू, यहाँले राख्नुभएको योजना लक्ष्य पूर्ण होस्। साँच्चै नै यो ब्लड ब्याङ्कको आवश्यकता छ, यसमा अत्यन्त आवश्यकता। उहाँको यो विचारबाट, यो भावबाट यस्तो कुरा झल्किएको छ, रक्तदान र रगत सञ्चय गरिराख्नु र त्यसलाई प्रसार गर्नु जरुरीको कुरा